सपनामा तपाईले काला काला ठुला ठुला सर्प तपाईले देख्नुभयो र त्यो सर्पले तपाईलाई खेदायो भने यसले चाहिँ हानि हुन सक्छ है। जुन काम तपाई गर्न खोज्दै हुनुहुन्छ त्यसमा सफलता नमिल्न सक्छ। यदि सपनामा तपाईलाई ठुला ठुला सर्पले खेदायो भने, सपनामा तपाईले सर्प समात्नु हो भने चाहिँ शुभ मानिन्छ। तपाईको सपनामा सर्प समात्नु हो त्यो चाहिँ शुभ मानिन्छ। कालो सर्प समात्नु हो भने है दुश्मनमाथि चाहिँ तपाईको विजय हुन्छ। यसले चाहिँ काला काला सर्पले तपाईलाई टोक्यो भने तपाईलाई समस्या हुन सक्छ। काला काला सर्प तपाईलाई टोक्यो भने तपाईलाई समस्या हुन सक्छ। सपनामा देख्यो भने, सपनामा तपाईले साँपलाई देख्यो भने राम्रो हुन्छ। सर्पले तपाईलाई खेदायो भने चाहिँ नराम्रो हुन्छ है। सपनामा तपाईले साँपलाई खेदायो भने, जस्तै तपाईले खेदायो भने राम्रो भयो, तर साँपले तपाईलाई खेदायो भने चाहिँ नराम्रो भयो। सपनामा साँपलाई दुलोभित्र पसेको देख्यो भने चाहिँ धनलाभ हुन्छ। शिवजीको मन्दिरमा साँप देखे इच्छा पूर्ण हुन्छ। जुनसुकै कलरको पनि, जुनसुकै रङको पनि मरेको साँप देखे तपाईलाई हानि हुन सक्छ। सर्पसँग तपाई डराएमा साथीबाट तपाईलाई धोका हुन सक्छ है। साँपसँग चाहिँ तपाई डराउनु भने चाहिँ धोका हुन सक्छ। मरेको साँपको हड्डी या साँपको दाँत देखेमा तपाई बिरामी पर्न सक्नुहुन्छ। यसले चाहिँ त्यस सपनामा काला रङका सर्पलाई तपाईले मार्नुभयो भने चाहिँ तपाईको दुश्मनमाथि विजय हुनेछ। सेता रङका सर्पलाई तपाईले सपनामा मारे तपाईलाई धनहानि हुनेछ। शत्रुहरूले तपाईमाथि विजय गर्नेछन्। काला रङका सर्पलाई मार्यो भने चाहिँ तपाईको विजय भयो। सेता रङका सर्पलाई मारे चाहिँ विजय हुँदैन है। त्यसले सपनामा तपाईले ठुला ठुला सर्प देखे तपाईलाई हानि हुन सक्छ, तर तिनलाई तपाईले मारे लाभ मिल्न सक्छ। सपनामा तपाईले नाग देखे, सेता सर्प देखे, अरू रङका छोडेर सेतो रङको तपाईले साँप देखे चाहिँ यसले चाहिँ शुभ हुन्छ है। यो चाहिँ शुभ मानिन्छ। तपाईले युवा अवस्थामा यदि तपाईले सर्पलाई देख्नु भने चाहिँ यसले चाहिँ हजुरको यौन इच्छा बढ्दैछ भन्ने बुझिन्छ है। तपाईले युवा अवस्थामा देख्नुभयो चाहिँ। यदि तपाईको विवाह भइसकेको छ भने तपाईले सपनामा कालो सर्प देखे विवाहमा सङ्कट आउन सक्छ, झगडा हुन सक्छ। विवाह भएपछि तपाईले सेतो सर्प देखे तपाईलाई पुत्र प्राप्तिको, धनलाभको योग हुन्छ है। पुत्र प्राप्ति हुन सक्छ, धनलाभ हुन सक्छ। आजको भिडियो हजुरलाई कस्तो लाग्यो? जस्तो लाग्यो कमेन्टमा लेख्न नभुल्दै। आज भिडियो त म गुरु अभिनन्दन बिदा छु। हजुर दिन शुभ रहोस्। ओम नमः शिवाय।